हेलो एभ्रिवान, यो चाहिँ बेलका नगरपालिका कति वार्ड नम्बर चाहिँ थाहा भएन हैन। यो चाहिँ भुतिया दह। यता वरिपरिको मान्छेहरू तपाईहरु कतिजना धेरैजनाले त थाहा पाउनु भएकै होला, चिन्नु भएकै छ हैन। कतिजना आएर यहाँनिर अहिलेको गर्मीको मौसममा यस्तो दामी झरना सरर झरिरहेको ठाउँ अनि हरियो यस्तो नेचुरल यो दह हुँदैन स्विमिङ पुलमा चाहिँ आएर चाहिँ पौडी खेल्नुहुन्छ, एकदम इन्जोय गरेर जानुहुन्छ। अनि मैले भन्नु खोजेको छु यहाँनिर आएर अनि यसरी खानु पनि हुन्छ के खाजा साजाहरू खानुहुन्छ हैन। यति फोहोर छ नि। अनि यो चाहिँ फोहोरहरू चाहिँ अति भयो क्या, हेर्नै नसकिने गरी हो। यो अस्तिको चोटि भर्खर गर्मी लाग्दाखेरि चाहिँ हामी भाइहरू थुप्रो आएको थियौँ क्या, 4-5 जना। अनि अलिअलि त्यति धेरै फोहोर उयो पनि थिएन हैन। अहिले त आम्मामा हेरि नसक्नु यस्तो रहेछ। अनि यहाँ चाहिँ फोहोर जलाउने कार्यक्रममा फोहोर जलाएर जानु पर्यो भनेर आयो क्या। अब जे भए पनि यस्तो ठाउँमा आएर अनि यहाँ पौडी खेल्न सकिन्छ हैन। यस्तो इन्जोय लिन्छ, आनन्द प्रकृतिलाई छुट्टै महसुस गर्न सकिन्छ यहाँनिर आएर। अब त्यो गर्नुको लागि, इन्जोय गर्नुको लागि अनि मेन त झन् यस्तो फोहोर झन् यता त बाफ्रे उता कति भेडा एउटा जलिरहेछ र पनि यत्रो छ हैन। अनि अर्को कुरा यहाँनिर आएर अब इन्जोय गर्न आउनुहुन्छ। यहाँ सिसा यसरी फुटाएर छरपस्ट जताततै छ। अनि यहाँनिर पानी पनि यसरी बगिरहेको थिएन, एक्लै त फुटेन होला। आउँदाखेरि पानी अब यस्तो पिउन भन्दा पनि अब आफै लिएर पिउँदा राम्रो हुने थियो भन्छु म चाहिँ। अनि यहाँ फुटाउनु भएको रहेछ कसले, यो पाइप चाहिँ यो पिउनकै लागि होला सायद। कति धेरै यस्तो भएको रहेछ, मलाई साह्रै नराम्रो नमजा लाग्यो। त्यही भएर म भिडियो गर्दैछु। यो भुतिया दह भनेर चाहिँ कति धेरै सञ्जालभरि अब टिकटक फेसबुकतिर लगाउनु भएको पनि देखेको थिएँ। पुरै माथिबाट ड्रोन उडाएर कस्तो दामी हैन, हेर्दै पनि आउँ लाग्ने। अनि यहाँ आइसकेपछि त्यस्तो, अनि यहाँ आएपछि यस्तो देखेपछि त जो कोही पनि नमजा लागिहाल्छ। त्यही भएर यस्तो फोहोर चाहिँ नगरौँ होला भन्छु हैन यहाँनिर। अनि यहाँ फोहोरहरू सबै अब बटुलेर मेरो त खुट्टा पनि मर्किएको छ। अनि यहाँनिर जलाउनु पर्यो, यसरी जलाएर जानु होला। जल्ने चिजहरू अब फुट्ने सिसाहरू चाहिँ टक्क एक ठाउँतिर व्यवस्थित ढङ्गले राखेर जानु होला भन्न चाहन्छु म चाहिँ। अनि त्यही हो कुरा, यस्तो प्रकृतिलाई यो गर्नु हुँदैन क्या भन्छु म चाहिँ। डिस्टर्ब गर्नु हुँदैन, हामीले फोहोर गर्नु हुँदैन। अनि यसरी टक्क सबै जलाएर जाँदाखेरि त नष्ट हुन्छ नि त फोहोर। अनि यो के भन्छ सफा पनि हुन्छ। मैले मिलाएर बोल्न जानिनँ होला, त्यो पनि यसो नगरिदिनु होला भन्न चाहन्छु साथीहरू। यस्तो इन्जोय हुन्छ यहाँनिर आएर, झन् 1 जना 2 जना आफै आएर पनि एक्लैमा यस्तो बसेर इन्जोय गर्न सकिन्छ नि त। सो मेरो रिक्वेस्ट है त सबैजनालाई,